हेलो एभ्रिवान, गुड मर्निङ। वेलकम छ हजुरहरूलाई मेरो आजको अर्को एउटा नयाँ भ्लगमा। र आजको मेरो मर्निङबाट सुरुवात हुँदैछ घर झाडु लाउनदेखि। र घरहरू चाहिँ मैले झाडु लगाइसक्न लागिसकेँ र सबै रुमहरू मैले झाडु लगाइसकेर चाहिँ अब चाहिँ म मपिङ गर्नको लागि यता मपिङ पनि रेडी गर्दैछु। र अरू रुम चाहिँ मैले मपिङहरू सबै गरिसकेँ, किचन अरू रुमहरू सबै गरिसकेँ। मैले एउटा होल रुमको मात्रै देखाएँ हजुरहरूलाई चाहिँ। अनि मलाई चाहिँ सन्चो नभएकोले गर्दा मेरो भोइस चाहिँ क्लियर पनि राम्रो आएको छैन। मेरो चाहिँ गला एकदमै बसेको छ, त्यस मेरो भोइस क्लियर नआएको लागि त्यसलाई चाहिँ इग्नोर गरिदिनु होला। एकदमै सरी भन्न चाहन्छु। मलाई चाहिँ फाइनली ठिक भइसकेकै छैन नि त, त्यसले गर्दा। र मैले चाहिँ मपिङ गरिसकेर त ब्रस गर्दै बाहिरतिरको आजको वेदर हेर्दै थिएँ। र हेर्दै मलाई चाहिँ मेरो कपडामा आँखा गयो। र मेरो कपडा चाहिँ मैले चाहिँ राति धोएर सुकाएको थिएँ र अहिले चाहिँ एउटा पनि कपडा छैन। अनि कहाँ गएछ भनेर त उता हेरेँ, भाइलाई पनि सोधेँ मैले चाहिँ, भाइले उठाएर भित्र राखिदियो कि भनेर। भाइले त छैन अरे राखेको पनि। अनि मलाई याद आयो यो चाहिँ मङ्कीले हुनुपर्छ भनेर भरे यता खोज्दै गएको त मङ्कीले कता कता फ्याँकिदिएको रहेछ होइन कपडाहरू चाहिँ। एउटा चाहिँ तल ग्राउन्ड फ्लोरमा, एउटा चाहिँ फर्स्ट सेकेन्ड फ्लोरमा यसरी फ्याँकिदिएको रहेछ। अनि यता चाहिँ एउटा फुल बगानको छेउमा चाहिँ एउटा कपडा यसरी फ्याँकिदिएको रहेछ। मलाई चाहिँ एकछिन रुनु पनि मन लाग्यो होइन, हिजो पनि धोएको कपडा फेरि त्यस्तो गरेर मैले चाहिँ एक दुईवटा फुल पनि टिपेर ल्याएँ पूजा गर्नको लागि। र यता बाल्कनी पनि कस्तो मैला गरिदिएको रहेछ, त्यहाँ टट्टी गरिदिएर अनि युरिन पास्ट गरिदिएर अनि त्यसलाई पनि मैले सबै सफा गरेर म चाहिँ फ्रेस हुनको लागि वासरुम गएँ। र म चाहिँ फ्रेस पनि भइसकेर फ्रेस भएर आएर यता म चाहिँ पूजा गर्न थालेँ साथीहरू। र पूजा नगरी चाहिँ मेरो दिनको सुरुवात नै हुँदैन। र म चाहिँ पूजा गर्न थालेँ र पूजा पनि मैले गरिसकेँ, भगवानसँग आशीर्वाद मैले लिइसकेँ। त्यसको पछि साथीहरू अनि मैले चाहिँ फेरि यता स्किन केयर गर्नुको लागि मैले चाहिँ मोइस्चराइजर लिएँ। र मोइस्चराइजर चाहिँ मैले लोरियलको मोइस्चराइजर लिएको छु। र मैले यसलाई चाहिँ राम्रोसँग लगाइसकेँ, किनभने मलाई चाहिँ इन्जेक्सन दिनु जानु छ नि त। मेरो एउटा पेसेन्ट हुनुहुन्छ, उनको चाहिँ घरमा मैले सधैँ इन्जेक्सन दिन जानुपर्ने हुन्छ मर्निङमा चाहिँ। त्यसले गर्दा चाहिँ म रेडी हुन थालेँ यता। र मैले मोइस्चराइजर पनि लगाइसकेँ। र अब म चाहिँ यहाँ लिप बाम लगाउँछु, लिपस्टिकहरू केही लाउँदिनँ। अनि मैले चाहिँ लिप बाममा चाहिँ हिमालयको लगाएर यता चाहिँ हल्का वार्म वाटरमा चाहिँ 1 चम्मच हनी र अलिकति लेमन जुस मैले चाहिँ यसलाई निचोरेर यहीँ राखिदिएँ। र मैले चाहिँ यसलाई मिक्स गरेर पिएँ पनि। र यो चाहिँ एकदम हेल्दी ड्रिङ्क हो, राम्रो हुन्छ यस्तो पिउनु चाहिँ मर्निङमा। अनि त्यसको पछि चाहिँ मैले त फ्रुट्सहरू लिएँ, एप्पल ग्रेप्स यो सबहरू चाहिँ मैले फ्रुट्स लिएँ। र मैले चाहिँ धेरै खानु चाहिँ सक्दिनँ, यत्तिकै धेरै काटिहालेछु। अनि भाइले पनि खायो र मैले पनि खाएँ अलिकति। अनि खाइसकेर चाहिँ अब चाहिँ मलाई फेरि रेडी हुनु छ इन्जेक्सन दिनु जानुको लागि। उता पनि लेट भइरहेको छ। र म चाहिँ अब यति खाइसकेर चाहिँ इन्जेक्सन दिन जानको लागि पनि रेडी हुन्छु। अनि इन्जेक्सन दिन जाँदैछु। र अब मेरो चाहिँ ट्याब्लेटको टाइम पनि भयो त्यही टाइममा। र म चाहिँ ट्याब्लेट पनि खानु थालेँ। मैले भनेको थिएँ नि मलाई चाहिँ एकदमै ठिक भएको छैन भनेर। र म चाहिँ यता ठिक रेडी भइसकिसकेँ। र यता म चाहिँ आफै ग्लासमा हेर्दै भन्दै थिएँ एकदमै म चाहिँ दुब्लो भएछु यो बिमारले गर्दा चाहिँ, खानाहरू टाइममा नखाएर। र आजको मौसम चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले यस्तो छ। र म चाहिँ निस्किसकेँ इन्जेक्सन दिनु जानको लागि। र रोडमा आइसकेँ। र म चाहिँ यहाँ पनि सेकेन्ड फ्लोर जानु छ र लिफ्टमा जाँदैछु। हिँड्नु चाहिँ मलाई एकदमै तागतै छैन, मेरो शरीरमा चाहिँ त्यस्तो भएको छ, एकदमै विकनेस फिल भइरहेको छ। र म चाहिँ सेकेन्ड फ्लोर पनि पुगेँ। अनि मेरो पेसेन्ट चाहिँ यता सुतिराख्नु भएको रहेछ। र मैले उहाँलाई चाहिँ अलिकति मात्रै देखाएँ, ऊ चाहिँ भिडियोमा त्यति आउन खोज्नुहुन्न। र म चाहिँ आफ्नो काममा लागेँ, इन्जेक्सनहरू रेडी गर्न थालेँ। र इन्जेक्सन चाहिँ मैले 2टा दिनुपर्ने हुन्छ उसलाई चाहिँ। एउटा इन्जेक्सन चाहिँ 2टा मिक्स गरेर दिनुपर्ने हुन्छ, एउटा चाहिँ पेटमा पनि दिनुपर्ने हुन्छ। र मैले यो इन्जेक्सन चाहिँ दिदिएँ। र इन्जेक्सन दिँदाको भिडियो चाहिँ गरिनँ। अनि यो इन्जेक्सन चाहिँ मैले पेटमा दिनुपर्छ उहाँलाई, र यो पनि मैले दिएँ। अनि म चाहिँ त्यहाँबाट निस्किएर अब चाहिँ म घर जाँदैछु। र घर जाँदा यहाँ चाहिँ हल्का अलिअलि पानी पनि पर्दै थियो। र म चाहिँ रुम पनि फाइनली आइसकेँ। र मैले चाहिँ मास्कहरू खोलेर ड्रेस चेन्ज गरेर किचनमा गएको। भाइले चाहिँ गिलो रोटी बनाउँदै रहेछ। अनि मैले भाइलाई अलिकति हेल्प गरेर म्यागी मैले नि बनाएँ। अनि यताउता म्यागी पाक्दै थियो। यता चाहिँ कपडा मैले अघि बाँदरले के गरिदिएको थियो भने देखाइहालेको थिएँ होइन, त्यही कपडाहरू चाहिँ म यता धोएर सुकाउन थालेँ। मेरो चाहिँ नाइट सिफ्ट ड्युटी छ। जे होस् मङ्कीले जानेरै फ्याँकिदिएको होला, कपडा फ्याँके पनि मर्निङ ड्युटीमा चाहिँ फ्याँकिदिएनछ। र यता हाम्रो ब्रेकफास्ट पनि रेडी भइसक्यो। र मैले चाहिँ म्यागी बोइल बनाएको थिएँ। अनि एकदमै पिरो खानु मन लागेर र त्यसमै मैले भेजेसहरूलाई पनि एड गरिदिएँ। र म चाहिँ यता खानुतिर
लागे। अनि यता भाइले बनाएको रोटी थियो, त्यो पनि मलाई ठिकै लाग्यो, मिठो नै थियो, भाइले बनाएको थियो। त्यो पनि अलिकति खाएँ। अनि खाइसकेर चाहिँ यो सुपहरू पिएँ मैले चाहिँ मजाले, एकदमै पिरो थियो, मरिचको धुलो हालेर बनाएको थिएँ होइन। अनि एकदम पिरो सुपले चाहिँ सर्दी राम्रो हुन्छ भनेर। अनि यता भाँडाकुँडा पनि मैले चाहिँ धुन थालेँ र सबै वास गरिसकेँ र वास गरेर अब चाहिँ लगभग मेरो काम अहिलेको चाहिँ सकिन लागेको छ। मेरो चाहिँ आज नाइट सिफ्ट ड्युटी छ, अनि अब म चाहिँ एकछिन रेस्ट गर्छु। बाई, थ्याङ्क यू फर वाचिङ।